हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। साथीहरू हजुरलाई फेरि पनि स्वागत छ मेरो न्यू ब्लगमा। यो चाहिँ म छिट्टो र मिठो बनाउनेवाला छु हैन, जस्ट फर मेमोरी। र अहिले चाहिँ भन्दा मैले यो लेट भिडियो स्टार्ट गरेको, रातिको 11:35 भइसकेको छ हैन। म थकिसकेको छु, निन्द्रा पनि देख्नुभयो होला मेरो आँखामा। र साथीहरू आज केही सानो स्पेसल छ हैन, मेरो हस्बेन्डको लागि भनौँ न। र अहिले चाहिँ के भन्छ, म त्यही वेट गरिरहेको छु, बाहिर जानु भएको छ। आएपछि म हजुरलाई सानो क्लिप देखाउने छु है त। त्यसको लागि मैले ब्लग अहिले स्टार्ट गरेको, कोही नहुँदाखेरि। र पापा तल सुतिरहनु भएको छ, पापा पनि। र मलाई पनि पुरा निन्द्रा चाहिँ लागिरहेको छ। अनि म चाहिँ र पनि आफ्नै ब्लग, दसैँको ब्लग हेर्दै अनि भिडियो स्टार्ट गर्छु भनेर स्टार्ट गरेँ। सो हजुर पनि हेर्दै गर्नु होला। उहाँ मेरो भान्जा हुनुहुन्छ, लकी भान्जा। यता अङ्कुश भान्जा, दुईटा चाहिँ ब्रदर्स हो। अनि यता अर्को हुनुहुन्छ हाम्रो प्रेम। हेलो, पोखराबाट आएको। आज धेरै दुःख, पोखरा प्लस काठमाडौँ धेरै दुःख भयो हो। अनि पोखराबाट फ्लाइट के भयो त? अनि उहाँ चाहिँ म फर्स्ट टाइम हजुरसँग भेटेको। नमस्ते। उहाँको नाम चाहिँ थाहा छ? होइन, म भेटेको छैन त। कहाँ हजुर? सुन्नु, म भेटेको छु उहाँसँग। म भेटेको छुइनँ। उस टाइम ये नहीं थे, मुझे पता है। मुझे उस टाइम कौन कौन थे अच्छे से पता है। हजुर होइन, हजुर हुनुहुन्न थियो। मसँग त्यो फोटो पनि छ अहिले पनि। ल हजुरहरूलाई वेलकम इन माई ब्लग। साथी उहाँहरू हाम्रो भान्जा। अनि उहाँ चाहिँ साथीहरू मेरो सरजीको साथीहरू हुनुहुन्छ मेरो लिए। मलाई साथीहरूसँग भेटेर बुद्धिसँग त हामी कति 12-13 वर्ष भयो तिमीसँग भेटेको। तिम्रो बिहापछि नै भेटेको यार म त तिमीसँग। प्रेमसँग त फेरि पनि भेटेको, बिहापछि नै भेटेको। साथीहरू बुद्धि बा भन्ने चाहिँ उहाँ हुनुहुन्छ। म त नामै बुद्धि हो, नामै बुद्धि हो, रियलै बुद्धि हो। ए उहाँको नाम बुद्धि भन्दैन भन्नुभएको छ, तर नाम राम्रो छ नि, युनिक। यता हाम्रो भान्जश्री हुनुहुन्छ, सबै खाते खोते। त्यही त, तिम्रो बिहापछि कहाँ भेट्यो त हामी आएनौँ नि। तिमी यता आएनौ, हामी उता गइएन। त्यो भयो क्या फेरि। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सेवारो। गुड मर्निङ होइन, गुड आफ्टरनुन भइसकेको छ। र यहाँ चाहिँ हेलो 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 होइन, म फोनमा बोल्दै हुनुहुन्छ, त्यही भएर म चाहिँ अब नयाँ ब्लग लिएर आइसकेको छु हजुरहरूको अगाडि। र प्लस आज चाहिँ हामी कहाँ जाँदैछौँ? आज हामी चाहिँ हाम्रो प्रेम मामा हुनुहुन्छ होइन, यहीँ दिल्लीमा बस्नुहुन्छ। त्यहाँ चाहिँ अब हाम्रो त साथीहरू थाहा छ हजुरहरूलाई होइन, पूर्णेसम्म चल्छ टिकाटालो दसैँको होइन। यस पानी परिरहेको छ, झरी परिरहेको छ साथीहरू। हाम्रो माइजू यहाँ हुनुहुन्छ। माइजू नमस्ते। नमस्ते माइजूलाई पहिले पनि देखाएको छु साथीहरू। माइजूको हामीमा माइजूमा आज दसैँ मनाउन आएको हो। आज पुर्णे हो नि माइजू? आजै हो नि पुण्य होइन, आज लास्ट हो आज होइन। अनि माइजू, अनि यहाँ हाम्रो यता हुनुहुन्छ बाबु। अनि माइजूले टिका लगाइदिनु आउनु भएको छ। आज हामी ल यहाँ रेडी छ हजुर। ल अब टिका लाउनु पर्यो है त। हाम्रो मामा चाहिँ अब ड्युटीमा हुनुहुँदैछ। सोल्टी र सोल्टिनी पनि अब ड्युटी जानुभएको रहेछ। हाम्रो चाहिँ ठुलो सोल्टी यहाँ हुनुहुन्छ। अनि सोल्टीको चाहिँ फुपू पुसै आउनुभएको रहेछ। अनि सोल्टी सानो सोल्टी क्युटी बोय यहाँ हुनुहुन्छ। ओहो कता क्युट। हेलो अरे, ल हेलो। ल पापालाई पनि बस्नु दिनु बाबु, यता बाबुलाई पनि बस्नु दिनु अरे कि चाहिँ। माथि हेर्नुपर्छ, माथि हेर्नुहोस् विवेन बाबु, यता माथि टाउको सिधा गर्नुहोस्। गुड बोय, कस्तो ज्ञानी हो हाम्रो बाबु त। माइजूले चाहिँ, उहाँ चाहिँ हाम्रो माइजूको नन्दपन हुँदो रहेछ होइन।
यहाँ अब चिन्यौँ एक साथीहरू उहाँ चाहिँ हाम्रो पुसै पढ्नु हुँदो रहेछ नातामा साथीहरू पुसै होइन यहाँ फुपू हुनुहुन्छ यहाँ पुसै है साथीहरू हामी चाहिँ टिका लगाएर पनि रेडी भइसकेको छौँ होइन आशीर्वाद लिन त आशीर्वाद दिन आएको भेटघाट पनि भयो होइन त्यही त हो दसैँको आज ट्याक्क लास्ट दिन पुग्ने होइन अब आशीर्वाद दिन आएको हुन त मामा आएको भए चाहिँ राम्रो हुन्थ्यो केही छैन मामाको ड्युटी होइन सोल्टी हाम्रो सोल्टीले पनि भेट्न पाइएन केही छैन मन ठुलो हुनुपर्छ साथीहरू होइन भेटघाट भयो अनि कसैसँग भेट भयो सोल्टी सानो हाम्रो भेट भयो खुसी लाग्यो जे होस् नमस्ते भन्नु नमस्ते सबैलाई यता पो हेर्नुपर्छ त बाबु यता यहाँ सोल्टीलाई होइन ल भनिदिनुहोस् त नमस्ते मेरो नाम गुरुङ हो बाबु चाहिँ बुटवलबाट आउनु भएको छ कतै क्युट मजाले बोलेको के नेपाली नेपाल बुटवल मन पर्यो अरे दिल्ली मन परेन भनेर माइजूकोमा दसैँ मनाउनु त आयौँ हेर्नु न माइजूले त कति थरीको स्न्याक्स बनाउनु भएको छ त उसमा यो पालि दसैँमा सेलरोटी पनि खान पायो है साथीहरू हामीले चाहिँ हेर्नु ल साथीहरू हाम्रो चाहिँ अब खानापिना टेस्टी खाएर पनि होइन अब चाहिँ घरतिर लाग्ने भनेर तम्सिँदैछौँ ढाका टोपी टोपी पनि उहाँले भुलिराख्नु भएछ र सोल्टीले के गर्नु हुन त अब मेरो अर्को टोपी छ अब फेरि पनि अब नेपालीहरूको ढाका टोपी लाएर बस्नुपर्छ अब दसैँको दिन भनेर ढाका टोपी मागेको सोल्टीको धन्न रहेछ ठिकै छ केही छैन यता हाम्रो छ्यामा पर्नु हुँदो रहेछ एकछिन मलाई गुरुङ आउँदैन नमस्ते मेरो नाम दुर्गा गुरुङ हजुर उहाँ चाहिँ बुटवलबाट आउनु भएको भनेर अघि बाबुले इन्ट्रोडक्सन दिइसक्नु भएको त उहाँको छोरा है उहाँ चाहिँ हाम्रो देवर पर्नु हुँदो रहेछ साथीहरू फेरि होइन यता आउनुहोस् हाम्रो देवर सानो देवर क्युट देवर यहाँ आउनुहोस् त आउनुहोस् प्लिज भाग्यमानी होइस यो हाम्रो देवर हुनुहुन्छ क्युट देवर चुप्पा थ्याङ्क यू यता आउनु भाउजू माया गर्नु यहाँ माया थ्याङ्क यू यता आउनु हजुरलाई ल हाम्रो कान्छ हाम्रो देवर बाबु थ्याङ्क यू क्युट बोय देवरसँग पनि भेटेर आज मजा गऱ्यो दसैँमा होइन हजुर नेक्स्ट इयर पनि आउनुहुन्छ अर्को साल पनि आउनुहुन्छ होइन थाहा छैन हामी पनि पहिलेदेखि आउने भनेको आउनै पाएको थिएन क्या माइजू ल हजुरकोमा आए दुःख दिउँ है हामीले दुःख त दिउँ न हाम्रो माइजूले यति मिठो मिठो खाना बनाउनु भएछ धेरै फेरि आउँछ हजुर अब नेक्स्ट टाइम आउने माइजू आउनुहुन्छ ल थ्याङ्क यू धन्यवाद माइजू